एउटा मात्रै के अनुरोध गर्दछु भने यदि हामीले आपसमा मेलमिलाप गर्यौँ भने जे पनि गर्न सक्छौँ र हिजोको दिनको कसैसित दुःख गुनासो छ भने आजको यो ईदको उपलक्ष्यमा यहाँहरूले त्यसलाई भुलाएर साथीभाइ इष्टमित्रसित आफ्नो वैश्यताको धारणा हटाई आफ्नो मित्रता कायम गर्नुहोला र कतारमा रहँदाखेरि हामीले आफ्नो परिवारलाई देशलाई नभुलेर कुनै पनि प्रकारको कुलतमा नलागिदिनु हुन आजको दिनलाई म यहाँ